राष्ट्रिय युवा परिषदले अन्तर्वार्ताका लागि छनौट भएका व्यक्तिहरूको आवेदकहरूको नाम सार्वजनिक गरेको छ। तपाईहरूले यो वेबसाइटमा गएर आफ्नो नाम परेको या नपरेको, आफू सेलेक्सनमा परेको या नपरेको हेर्न सक्नुहुनेछ। यसमा चाहिँ अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरू आवेदकहरूको नाम भनेर लेखिएको छ। यसमा गएर तपाईँले क्लिक गर्नुहोला र यसमा गइसकेपछि तपाईँहरूले आफ्नो नाम परेको या नपरेको भनेर तपाईँले थाहा पाउन सक्नुहुनेछ। साथीहरू, तपाईँहरूले त्यसमा क्लिक गरिसके पछाडि यसरी तपाईँहरूले आफ्नो नाम, ठेगाना र कन्ट्याक्ट नम्बर सहित यो डिटेल देख्नुहुनेछ। तपाईँले कुन ठाउँबाट भर्नुभएको थियो र कुन पालिकाबाट भर्नुभएको थियो त्यो सम्पूर्ण कुराहरू तपाईँलाई यहाँ देखाउनेछ। तपाईँको सम्पर्क नम्बर, इमेल आइडीदेखि लिएर तपाईँको स्थायी ठेगाना, पाएक पर्ने पालिका भनेको चाहिँ तपाईँ जुनसुकै ठाउँको भए पनि कुन ठाउँबाट सिलेक्सन गर्नुभएको थियो त्यो ठाउँबाट तपाईँले सिक्न पाउने तालिम भएको कारणले गर्दाखेरि तपाईँहरूले पाएक पर्ने स्थान कहाँबाट भर्नुभएको थियो, त्यो ठाउँ र कुन सिपका लागि भर्नुभएको थियो, तालिमको क्षेत्र भनेर भनिएको छ, त्यो तपाईँले राम्रोसँग हेर्नुहोला। सबैभन्दा सुरुमा हेरेर काठमाडौँ मनपा भनेको छ प्लम्बरको लागि छ र प्लम्बरको लागि तपाईँहरूको हेरेर तपाईँको नाम, ठेगाना तपाईँ छनौट हुनुभएको छ कि छैन, अन्तर्वार्ताको लागि तपाईँ छनौट हुनुभएको छ कि छैन, यो चाहिँ तपाईँले यसमा आएर आफ्नो नाम, ठेगाना, एड्रेस छ कि छैन यो हेर्नुहोला। तपाईँले के का लागि फर्म भर्नुभएको थियो र त्यो अनुसारले तपाईँले यहाँबाट सिलेक्सन गर्न सक्नुहुनेछ। तपाईँको नाम परेको या नपरेको भनेर थाहा पाउन सक्नुहुनेछ। यसमा 5000 जनाको नाम रहेको छ। 5000 जना मध्येमा तपाईँ पर्नुभयो कि भएन त्यो हेर्नुहोला है। तपाईँले सबैभन्दा सुरुमा हेर्नको लागि यतातिर साइडतिर सबैभन्दा लास्टतिर हेर्नुहोला। यसमा चाहिँ सबैभन्दा यहाँ माथि चाहिँ प्लम्बर भन्ने थियो, त्यसपछि तपाईँको यहाँनिर अहिले टेलर भनेर आइरहेको छ होइन। त्यस्तै गरी तपाईँको यहाँ मुनतिर हेर्दै जानु होला। टेलरको सक्यो भने अर्को कुनै आउँछ होइन। यहाँ सिलाइ कटाइ टेलर यो आयो होइन। यो पछाडि अझ हेर्दै जानु होला होइन। टेलरमा तपाईँले भर्नुभएको थियो भने टेलर जति छ हो टेलरको आउँदासम्म हेर्नु होला। अब यहाँनिर असिस्टेन्ट ब्युटिसियन भन्यो। अब तपाईँले यदि ब्युटिसियनतिर फारम भर्नुभएको थियो भने यहाँ आएर हेर्नु होला। तपाईँको नाम, ठेगाना सबै कुरा यहाँनिर लेखिएको हुनेछ र तपाईँलाई योमा छनौट गर्नको लागि अन्तर्वार्ता हुनेछ। अन्तर्वार्ता हुनको लागि तपाईँले जुम आइडी तपाईँलाई इमेल आइडीमा पठाइनेछ। अबको 1-2 दिनमै तपाईँलाई इमेल आइडी आउनेछ र तपाईँलाई इमेल आइडीमा चाहिँ जुम आइडी तपाईँलाई प्राप्त हुनेछ। त्यो जुम आइडी मार्फत तपाईँलाई इन्टरभ्यू गरिनेछ। इन्टरभ्यूमा तपाईँलाई सामान्य किसिमका क्वेसनहरू सोधिन्छ। तपाईँ यो कार्यक्रम अर्थात् यो तालिम लिनका लागि उपयुक्त हुनुहुन्छ कि हुनुहुँदैन होइन। विशेष गरेर उनीहरूले त्यो कुरा चाहिँ सोध्नेछन् र तपाईँलाई आवश्यक छ कि छैन, के काम गर्नुहुन्छ, तपाईँले यो कुन समयमा भ्याउनुहुन्छ होइन, लगायतका विभिन्न साधारण क्वेसनहरू तपाईँलाई सोधिन्छ। विशेष गरेर तपाईँलाई के कुरा पत्ता लगाउने कोसिस गरिन्छ भने साँच्चीकै यो मान्छेलाई यो तालिमको आवश्यकता छ कि छैन भन्ने हिसाबले तपाईँलाई केही क्वेसनहरू सोध्ने गरिन्छ र त्यो क्वेसनहरूको जवाबहरू तपाईँले निर्धक्क रूपमा दिनुहोला। साथीहरू, यसका साथसाथै कुन कुन ठाउँबाट तालिम सञ्चालन हुने भनेर पनि यहाँ तोकिएको छ। तालिम सञ्चालन हुने स्थानहरूको बारेमा पनि जानकारी दिएको छ। तालिम सञ्चालन हुने सम्पूर्ण प्रदेशहरूलाई समेटिएको छ। यो चाहिँ धेरै कुन प्रदेशबाट कुन तालिमका लागि आवेदन परेको थियो भन्ने आधारमा चाहिँ तालिम सञ्चालन हुन गइरहेका छन् र कर्णाली प्रदेशको वीरेन्द्रनगरमा चाहिँ 3 किसिमका तालिमहरू सञ्चालन हुन गइरहेका छन्। त्यसमा चाहिँ असिस्टेन्ट ब्युटिसियन भनेर भनिएको छ, टेलर, मन्टेसोरी। त्यसै गरी सुदूरपश्चिम प्रदेशमा तपाईँको असिस्टेन्ट ब्युटिसियन र मन्टेसोरी र टेलर 3 किसिमका। त्यसै गरी गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा तपाईँको असिस्टेन्ट र ब्युटिसियन र त्यसै गरी बारिस्टाको तालिम सञ्चालन हुन गइरहेको छ। यसमा चाहिँ छनौट सङ्ख्या भनेको 20 जनाले मात्रै सिक्न पाउनेछन् र यसमा चाहिँ आवेदन कतिजनाको परेको छ भनेर चाहिँ यहाँ छुट्याएको छ। यसमा सम्पूर्ण कुरा गर्दाखेरि करिब 19,000 जनाले चाहिँ अनलाइन आवेदन दिएको भनेर भनिएको छ। 19,000 जनाले चाहिँ अनलाइनबाट आवेदन दिएका थिए र त्यसमा छनौट भनेको 5,000 जना भएका छन् र त्यो मैले अगाडि तपाईँलाई एउटा सूची देखाएको छु। त्यो सूचीमा गएर हेर्नु होला है। आफ्नो नाम छ कि छैन त्यहाँ हेर्नु होला र यदि त्यसमा पर्नु भएको छ भने तपाईँलाई इन्टरभ्यूको लागि कल गरिनेछ अथवा तपाईँलाई इमेल आउनेछ र त्यसको लागि तपाईँले जुम एप डाउनलोड गर्नु होला र त्यो जुम एपबाट तपाईँले सजिलसँग इन्टरभ्यू दिन सक्नुहुनेछ। त्यसै गरी साथीहरू, कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लामा बेकर, बारिस्टा र टेलरदेखि लिएर विभिन्न तालिमहरू त्यहाँ सञ्चालन हुन गइरहेका छन्। त्यसै गरी मध्य प्रदेश अन्तर्गत धनुषा, पर्सा र सर्लाही जिल्लामा, त्यसै गरी लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देही, बाँके, बागमती प्रदेश अन्तर्गत काठमाडौँ जिल्लामा है। त्यहाँ चाहिँ काठमाडौँ महानगरपालिका भनेर भनिएको छ। काठमाडौँ महानगरपालिकाको जुनसुकै ठाउँमा पनि तपाईँलाई बोलाउन सकिनेछ है। त्यसै गरी बागमती प्रदेश अन्तर्गत तपाईँको भक्तपुर जिल्लामा पनि सञ्चालन हुनेछ। त्यसै गरी चितवन, भरतपुर महानगरपालिका, त्यसै गरी ललितपुर जिल्ला। साथीहरू, तपाईँहरूलाई यो तालिम अवधिभर खाजा व्यवस्थाको पनि गरिएको छ। त्यही कारणले गर्दाखेरि तपाईँहरूले यो
खाजाको व्यवस्था पनि तपाईँलाई यो तालिम अवधिभर गरिनेछ। कुन ठाउँमा के तालिम परेको छ, कुन ठाउँबाट तपाईँहरू छनौट हुनुभएको छ, त्यो सूचनामा तपाईँलाई नाम प्रकाशित गरिएको छ, त्यसबाट तपाईँले सजिलैसँग थाहा पाउन सक्नुहुनेछ। यदि तपाईँहरूलाई कुनै कुराको जानकारी भएन भने यहाँ तल दिएका नम्बरहरूमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ।